सेफको सबैभन्दा ठुलो डर ग्यास सकिनु हो कि स्टाफ कम हुनु हो? ग्यास सकिनु हो। ग्यास सकिनु हो। अनि स्टाफ कम हुनु पनि अहिलेको समयलाई देखेर भन्नुभयो हो कि जुन अहिलेको ग्यास अभाव भएर हो कि के? होइन, यस्तो हुन्छ सेफ अनुभव। ग्यासै भएन भने त स्टाफ भएर पनि काम त भएन। हामी फायरमा खेल्नुपर्ने, अब जस्तो कोल सेक्सनलाई चाहिँ स्टाफ होला, तर हामी हट सेक्सनमा खेल्नेहरूलाई चाहिँ ग्यास पहिलो प्राथमिकता पर्छ कि भन्ने अनुभव आधार होइन, मैले अहिले माहौल त्यस्तै छ नि त, एकदम ग्यास सर्टेज छ नि त, फेरि यति धेरै छ कि ग्यास सर्टेज, फेरि 2 दिन 3 दिन लाइन बस्नुपर्छ, त्यही भएर यो भयो भन्नुभयो हो कि होइन? अनि सफल सेफ बन्नलाई सबैभन्दा आवश्यक गुण के छ? डिसिप्लिन कि कन्सिस्टेन्सी? डिसिप्लिनकै कुरा चाहिँ महत्त्वपूर्ण हुन्छ सेफ। डिसिप्लिन भएन भने टिम नेतृत्व नै भएन। जस्तो अब हाम्रै कुरामा भोगिरहनु भएको सेफ, जस्तो कुनै कुरा आफूले पठाएको खानालाई रिटर्न आउँदाखेरि एक्सेप्ट गर्न सक्ने डिसिप्लिन नै चाहियो, त्यो डिसिप्लिनभित्रै पर्छ। हजुर हजुर, म देख्छु कति सेभरकोमा एकदम ठ्याक्क आफ्नै कुराहरू राखिदिने, त्यसले गर्दाखेरि म्यानेजमेन्ट टिममा पनि समस्या हुन्छ। त्यही भएर डिसिप्लिन भन्नुभयो। पहिलो तलब कति थियो भनि नै हाल्नुभयो होइन? अहिले सम्झिँदा कस्तो लाग्छ र त्यसको कति गुणा फरक पर्यो जस्तो लाग्छ अहिले? अहिले त अब जस्तो 100औं गुणा भयो। हिजो 400मा काम गरेको आज करिब करिब मेरै भन्नुपर्दा 1.5 लाख क्रस हुन्छ सेफ। हजुर हजुर, अब जस्तो हिजो पनि काम गर्ने समय त्यति नै थियो। हजुर हजुर, र आज काम गर्ने समय उति नै हो। हजुर हजुर, हिजो एउटा शारीरिक रूपमा धेरै परिश्रम गर्नु पर्यो पनि अहिले मानसिक परिश्रम बढी होला। तर पनि काम गर्ने समय त उति हुँदा समय र त्यो अनुभवले आज त्यो एउटा रिटर्न दियो एउटा परिवारलाई राम्रै गर्न सक्यो। हजुर हजुर, तपाईँको सफलताको पछाडि सबैभन्दा ठुलो त्याग के हो? सबैभन्दा ठुलो त्याग भनेको चाहिँ समय नै हो। पारिवारिकलाई दिन नसक्ने समय नै भयो। कम्पनीप्रति जुन समय दिए त्यति समय परिवारलाई दिन नसकेको अनुभव हुन्छ अहिले पनि। जीवन बदलिने एउटा व्यक्तिको नाम, हजुरको जीवन बदल्नमा सहयोग गर्नुहुने एउटा व्यक्तिको नाम? यसमा चाहिँ एकदम भन्नुपर्छ, आजसम्म त्यस्तो खाले व्यक्ति भेट्ने अवसरै पाएको छैन। होइन होला, एउटा आफ्नो एउटा गुरु एउटा उहाँ चाहिँ एउटा भन्ने हुन्छ नि त, उहाँले यस्तो उहाँको मोटिभेट, उहाँले मलाई यो फिल्डमा यत्रो सहयोग गरेर म यहाँसम्म। यो चाहिँ मेरो आफूलाई यो पेसाबाट अलग गरेर पनि म चाहिँ आजसम्म यो लाइनमा ल्याउनु हुने मेरो काका हुनुहुन्छ लक्ष्मण उप्रेती। अघि पनि भन्नुभयो हजुर, उहाँ चाहिँ हो मेरो खास। ओके, सफल सेफ बन्ने प्रतिभा चाहिन्छ कि अनुशासन? यसमा चाहिँ सेफ अब एउटै रोज्नु पर्यो भने त प्रतिभा नै हुनु छ। हजुर, तर आवश्यकता चाहिँ दुइटै नै महत्त्वपूर्ण देख्छु। प्रतिभा पनि चाहियो, अनुशासन पनि चाहियो। ठिक छ। सफलताको वास्तविक परिभाषा तपाईँको लागि के हो? अनुशासन र मेहनत नै हो। लगनशीलता, एक शब्दमा भन्नुपर्दा लगनशीलता। हजुर, एउटा बानी जसले तपाईँले जीवन परिवर्तन गरिदियो? मेरो त्यो बानी चाहिँ के हो भने जे कुराहरू देखिन्छ लोभ र देखासेखी नगर्ने कुराले नै मेरो योसम्म आउनलाई हो। ओके, त्यो पनि राम्रो हो होइन। मैले अरू देखावटी गर्नै परेन, जे छ त्यही ठिक छ भन्ने। देखावटी थियो, अरूले छेनी कमा जस्तो केही समय सेयरको कुराले पनि मान्छेहरूलाई धनी बनाएको देखेछु छोटो समयमा। अनि विदेश गएर कमाएको छ देखेछु। अनि मैले आज एउटा कुरा लास्टमै भने, म विदेश पाइला नटेक्ने सेप हो 25 वर्षमा सेप। मैले कहिले पनि विदेशमा फलानुले कमा भनेर मेरो घर परिवारले मलाई देखायो भने त्यो चाहिँ मलाई समय नमाग, म नेपालमै कमाएर तिम्रो हातमा ल्याइदिन सक्छु भन्ने कन्फिडेन्ट भयो मान्छे। एकदम राम्रो है नेपालीपनमा। त्यो भयो। नयाँ सेफहरूले सबैभन्दा ठुलो गल्ती के गर्नुहुन्छ? जस्तो भर्खर आउनु भएको या नयाँ सेफहरूले चाहिँ गल्ती भनौँ न, त्यो गल्ती उहाँहरूको सबभन्दा ठुलो गल्ती के हो भने त्यो ठ्याक्क तयार भइसकेको कुरा बनाएर म जान्ने भएँ भन्ने कुरा। ओके, हजुर, जस्तो त्यसको जुन के हो भने हामी सस बनाउनलाई सस रेडी छ, डो रेडी छ, अनि हाम्रो टपिङ रेडी भएको पिज्जा बनाएर म पिज्जा बनाउन जान्ने भएँ भन्ने जस्तो
उदाहरणको रूपमा। भनेपछि हजुर भन्नुहोस् त सुरुदेखि नै त्यो कुराहरूलाई कसरी म्यानुफ्याक्चर गर्ने, कसरी प्रोसेसदेखि नभइकन एउटा फिनिस गुडलाई मात्रै उहाँहरूले समातेर जान्ने भए भन्ने कुरा चाहिँ सबैभन्दा, त्यो पनि अब सबै कुराहरू सिक्नु पर्यो भन्ने कुरा हजुरको। सफलता पाउँदा सबैभन्दा असफल हुनु सक्नु भएको छ? असफलता कुनै कुनै कुराहरूमा भएको छु, जस्तो कामको कुरामा होइन कि मैले यही सेक्टरको व्यवसाय गर्दाखेरि पनि मैले जुन कन्सेप्ट राखेर खोलेको हुन्छ त्यसमा चाहिँ अलि सफल नभएको, सफलता पाइरहँदा पनि असफल भएको महसुस। तपाईँको आइडल सेफ 3 जनाको नाम लिनु पर्यो भने? अब जस्तो आइडल सेफमा चाहिँ जुनै किसिमबाट नि हुनसक्छ, उहाँहरूकोबाट तपाईँले मोटिभेट भएको हुन सक्नुहुन्छ होइन, उहाँ चाहिँ यो किसिमले ठिक लाग्छ भन्ने खालको, यो कुनै यस्तै रिजन भन्ने छैन? रिजन चाहिँ भन्नु परेन जस्तो हजुरलाई जसरी पनि लिन सक्नुहुन्छ 3 जना सेफ जस्तो, उहाँ चाहिँ एकदम बौद्धिक लाग्छ, उहाँले यो यस्तो खालको कन्ट्रिब्युट गर्नुभएको छ, उहाँले नेपाली सेफहरूलाई यसरी सहयोग गर्नुभएको छ, जसरी पनि 3 जनाको सेफको नाम? एकजना चाहिँ यो यही इन्डस्ट्रीमा आफ्नो जिन्दगी बिताउनु भएको र विगतमा चाहिँ हाम्रो यो 60-59 सालमा चाहिँ यो कुनै पनि संस्था दर्ता नहुँदा भेट हुने, जमघट हुने ठाउँले चाहिँ चिन्ने, बसन्तपुरले चाहिँ चिन्ने सेफ हुनुहुन्छ कृष्ण पराजुली भन्ने, उहाँ चाहिँ मेरो गुरु पनि हो। हजुर उहाँ एकजना चाहिँ धेरै नजिक भएको, उहाँ सबैले जाने मानेको गोविन्द नरसिंह केसी, उहाँसँग धेरै समय बिताउने अवसर पाइयो। हजुर उहाँ र अहिले नयाँ हिजो मैले विगतका कुराहरू चाहिँ सिकेको अनि त्यही कुरा सिकाइलाई कति कुराहरूमा म कमजोरी रहेछु भन्ने आफूले फिल गरिरहँदा त्यो नयाँ प्रविधिबाट सिक्न पाएँ तपाईँबाट। अनि थर्डमा चाहिँ हजुरकै नाम आउँछ, भएर सुनार नै हजुरबाट नि मैले नयाँ अहिले चलिरहेको ट्रेन्डहरूको बारेमा सिक्ने अवसर पाएँ, जस्तो कस्टका कुराहरू हुन्छ, यस्तो कुराहरू। किनभने हिजो म त 60-61 सालको सेपहरूले राख्ने फर्मेट अनुसार काम गरेको त्यो बेलामा, अनि बिचमा आफूभन्दा जुनियर सेफहरूसँगै बढी भएर सिनियरहरूसँग त्यति भलाकुसारी नगर्दा ट्रेन्ड कतापट्टि गएर कुराहरूको जानकारी नहुँदा हजुरबाट केही कुराहरू सिक्न पाउँदा हजुरलाई पनि मैले एउटा आइडलकै रूपमा हेरेँ। होइन हजुरले त्यो भन्नुभयो, तर अरू सेफहरू धेरै सेफहरू हुनुहुन्छ नि, हुनुहुन्छ, उहाँहरू सबैसँग हुनुहुन्छ, सबैप्रति सम्मान आधार छ, धेरैले चिन्जान छ सबैसँग, तर पनि नजिक भएर जस्तो एउटा हुन्छ नि, मैले आइडल र गुरु भनेको कोहीबाट केही लिनुलाई मैले आइडल मानेको भएर होइन, सबैमा आफ्नो उच्च। अनि हजुरलाई के लाग्छ, जस्तो सिप चाहियो कि हजुरलाई पैसा चाहियो? सिप नै आवश्यकता हो सिप, किनभने आज मसँग सिप थिएन भने हिजो म सिप नचाहिने पेसा भाडा धोको मान्छे, आज कम्पनीले हिजो 800 दिएको मान्छेलाई 80,000 दिनलाई त सिपलाई नै दियो नि त। किनकि कुनै समयलाई स्किल म्याटर भयो, त्यही भएर हजुरले सिपलाई नै। अन्तमा नेपाली सेफहरू र नेपाली खानालाई कसरी अन्तर्राष्ट्रिय रूपमा लैजान र अझ कसरी चाहिँ यसलाई बजारीकरण गर्न सकिन्छ भन्ने के लाग्छ हजुरलाई? यसलाई चाहिँ अहिले सोसल मिडियामा धेरै अवसरहरू छ हजुर, तर यसलाई अवसरलाई चाहिँ दुरुपयोग नगरिकन कति सेपहरूमा मैले देखेँ कति कुराहरूको एपिसोडहरू पनि ठ्याक्कै त्यो फोटो खिच्न अनि मार्केटिङ हिसाबले आफ्नो एउटा संस्थाको प्रमोटको हिसाबले मात्रै नेपाली खानाको नाम लिएको देखेँ मैले। यसलाई चाहिँ मनैदेखि जस्तो मेरोमा हजुरकोमा जसरी हामी मेनुमै राखेर अरू खानाहरूलाई कम प्रायोरिटी, हामी नेपाली खानालाई बढी प्रायोरिटी दिएर चलाइरहेको, जसरी रियलमै जस्तो रिलमा होइन कि रियलमा नेपाली खानालाई गर्नु पर्यो, जे हो त्यो रियालिटी प्रोत्साहन गर्नु पर्यो। र अब जस्तो सेफलाई त थाहा छ, हिजो नर्मल ढिँडो र रोटी खाने हाम्रो कोदो आज के भेराइटी बन्दैछ। हजुर हो, उहाँहरूप्रति मेरो एकदम सम्मान पनि छ। मैले त्यो सोसल मिडियाको दुरुपयोग भन्ने बित्तिकै उहाँहरूलाई फेरि अन्याय हुन्छ। उहाँहरूले त राम्रो गर्नुभएको छ नि, अहिले कुकिज बनिरहेछ होइन, धेरै भेराइटी बनिरहेछ। हो त्यसरी नै हामी सबैले मनदेखि नै मेनुमै राखेर अनि आफूले जानेको कुराहरूलाई त्यसलाई नयाँ उसमा
नयाँ लुक्स, नयाँ फ्लेभर, नयाँ टेस्टमा बनाउने हाम्रो गाउँघरको उत्पादनलाई गर्न सकियो भने चाहिँ बजारीकरण भयो। अहिले त नेपालमा हामीले चलायौँ भने मैले ससुरालीमा कुनै नयाँ अर्ग्यानिक खाना बनाएँ भने त्यो सायद 1 महिनामा अरूमा पनि देख्न सकिन्छ राम्रो भयो भने। डिजिटल प्लेटफर्म छ, मान्छेहरूले छिटो त्यस्तो अवस्थामा सबैले बजारमा आफ्नो जान्छ, ठाउँबाट सबैले एउटा कपी गर्यो भने हाम्रो नेपाली खानाको प्रचार र भोलि त्यसको स्तर उन्नति हुन्छ भन्ने चाहिँ मलाई लाग्छ सर। ओके, अन्तमा हाम्रो जतिजना पनि यो कार्यक्रम हेर्दै हुन्छ र नयाँ यङ सेफहरू हुनुहुन्छ, उहाँहरूलाई सठिकमा हजुरले 2 लाइन चाहिँ यो कारणले तपाईँ हस्पिटालिटी फिल्डमा आउनुहोस् भनेर के भन्न चाहनुहुन्छ? यसमा चाहिँ एकदम यो हस्पिटालिटी क्षेत्रमा एकदम राम्रो छ, अहिले राम्रो स्कोप छ। जसरी तपाईँहरू आउनुहोस्, आउँदाखेरि भोलि हिजोको जस्तो हामी जस्तो अपमानित हुनुपर्ने अवस्था छैन, सम्मान छ। हजुर। र फिजिकली हिसाबले पनि जस्तो यो लाइनमा आउनेलाई एक्सर्साइज होइन, व्यायामहरूको आवश्यकता पनि हुँदैन। आर्थिक रूपले र प्रतिष्ठाको हिसाबले पनि अहिले यो लाइन एकदम उज्जवल भविष्य छ, कामना छ। तपाईँहरू सोच विचार गरेर आउनुहोस्। अहिले पहिलाको जस्तो भाँडै धुनुपर्छ भन्ने पनि छैन होइन। अलिकति अहिले धेरै ठाउँमा ट्रेनिङ सेन्टरहरू खुलिरहेको अवस्थामा तपाईँहरू एउटा कमीबाटै स्टार्टिङ गर्नुहुन्छ। पहिलाको जस्तो स्टेवार्डिङबाट सुरु गर्नुपर्छ भन्ने छ। अहिले चाहिँ खालि दुःख गरेर खालि स्टेवार्डिङ या डिस मात्रै गरेर होइन, एज अ पढेर एचएमबी एचएमबाट या तपाईँहरूले आफ्नो एकाडेमिक नलेज लिएर पनि यो फिल्डलाई करियर बनाउन सक्नुहुन्छ। एकदम त्यो भयो हुनाले तपाईँहरूको भविष्य राम्रो पनि छ होइन। आर्थिक हिसाबले पनि त हाम्रो साथीभाइहरू एकदम राम्रो, सुन्न योग्य, विश्वासै नलाग्ने मेहनत अनुसारको र काम र स्किल अनुसारको त्यो एक किसिमको ऊ छ। स्किल अनुसारको पारिश्रमिक पाउने छ र जबको लागि त्यति भौतारी रहनु पनि पर्ने अवस्था छैन पहिलाको जस्तो। पहिला रिकमेन्ड नभइकन जबै नपाउने अवस्था थियो। हो, पहिला त अब जस्तो कि चिनेको हुनु पर्यो कि कोही न कोही त्यहाँनिर आफ्नो मान्छे भइदिनु पर्यो। तर एउटा पनि कनेक्सन काहीँ न काहीँ काम लाग्छ। तर भोलिको दिनमा त्यो ठाउँमा गएर आफूलाई नै त्यहाँनिर चाहिँ भनौँ न, आफूले नै कसरी म काम गर्न सक्ने हो त्यहाँ भनौँ न, त्यसमा तपाईँले भने जस्तो क्यापेबल छ कि छैन भनेर चाहिँ आफैले देखाउन सक्नु पर्यो होइन। पिआर काम लाग्यो, तर एक ठाउँसम्म पछि गएर आफूले त्यहाँनिर प्रुफ गर्नु पर्यो।